सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा हामीले कुरा गर्नेछौँ आफ्नो टिकटक भिडियोलाई कसरी हाई ट्रेन्डिङमा लान सकिन्छ, 0 भ्युजदेखि 10,000 20,000 कसरी पुर्याउन सकिन्छ। यो भिडियोको भ्युज बढ्ने कुरामा चाहिँ हजुरको ह्यासट्यागको एकदमै ठुलो रोल हुन्छ। अनि कस्तो खालको ह्यासट्याग युज गर्नुभयो भने चाहिँ हजुरको भिडियो एकदम ट्रेन्डिङमा आउँछ, फर यु पेजमा चल्छ भन्ने कुरा पनि मैले सिकाउने छु। अनि त्यस्तो ह्यासट्यागहरू हामीले कहाँ ल्याउने, हजुरको भिडियो अनुसारको ह्यासट्याग जेनेरेट गरिदिन्छ कि एउटा यस्तो वेबसाइटको मैले दिन्छु हजुरलाई हैन। हजुरको भिडियो के छ हजुरले सिम्पली त्यहाँ भन्नुहोस्, त्यसले डिस्क्रिप्सन पनि दिन्छ, ह्यासट्याग दिन्छ, टाइटल दिन्छ, सबै दिन्छ। अब हामीले त्यो कसरी गर्न सकिन्छ नि आजको मैले यस भिडियोमा भन्नेछु। सो भिडियो स्किप नगरिकन फुल वाच गर्नु होला। लेट्स बिगिन द भिडियो। सो गाइज मैले हजुरहरूलाई चाहिँ सबैभन्दा सुरुमा के गर्छु भन्दा चाहिँ आफ्नो टिकटक देखाउँछु है। मैले पनि यही वेमा आफ्नो नयाँ टिकटक एकाउन्ट बनाएर टिकटक पोस्ट गरेको केही दिनमै, लगभग 2 हप्तामा जो 20K भ्युज प्लस छ कि टोटल सबै भिडियोमा चाहिँ। अझ मैले कन्टिन्यू दिन सकेको भए चाहिँ राम्रै ग्रो हुन्थ्यो होला हैन, तर मैले कन्टिन्यू दिन सकेन। सो अहिलेका चाहिँ धेरै दिन भयो भिडियो नहालेको। यो मैले चाहिँ अलिकति आफ्नो खासै राम्रो गीत त गाउन्न, त्यही पनि अलिकति राम्रो केही गीत गाएर हाल्ने गर्थेँ। यहाँ हेर्नुहोस् है त, सुरु भिडियो मैले यो हालेको, यो ब्लू सङ मैले कभर गरेको थिएँ। यो भिडियोमा हेर्नु कति भ्युज गर्छ। मैले यो ब्लू कभर, ह्यासट्याग ब्लू कभर यो सबै छन् नि, यो सबै मैले टाइटल नै मैले एउटा वेबसाइटबाट जेनेरेट गरेको कि। अनि डाइरेक्ट आएर यहाँ पेस्ट हाने। हेर्नुहोस् 35 कमेन्ट छ, कमेन्ट पनि ठिकै छ हो कि नै। अनि फेरि भ्युज पनि ठिकै गर्छ। अनि अर्को भिडियो पनि यहाँ 6000 वाला भ्युजवाला नि छ, हेर्नु यो पनि मैले हेर्नु यहाँ जुन ह्यासट्याग छ नि सबै, यो ह्यासट्याग सबै मैले एउटा वेबसाइटबाट जेनेरेट गरेको हो क्या। राम्रै रिच गएको छ। सेयर पनि हेर्नु 207 सेयर छ, कमेन्ट पनि ठिकै छ, राम्रै कमेन्ट छ हो कि नै। अब हजुरले पनि यस्तै बनाउन सक्नुहुन्छ। अब राम्रो हाई क्वालिटीको भिडियो हाल्नुहुन्छ होइन हजुरले चाहिँ। अनि फेरि त्यही मैले भनेको वेबाट ह्यासट्यागहरू जेनेरेट गर्नुहुन्छ, डिस्क्रिप्सनहरू जेनेरेट गर्नुहुन्छ होइन भने चाहिँ हजुरको राम्रै रिच जान्छ, च्यानल ग्रो हुन्छ। हजुरको युट्युब च्यानल छ भने पनि इभन टिकटक एकाउन्ट पनि इजिली ग्रो हुनसक्छ क्या। सो मैले बताउँछु सिम्पली हजुर के गर्नु भन्दा चाहिँ च्याट जिपिटी भन्ने एप्लिकेसन छैन भने डाउनलोड गर्नुहोस् के। यो चाहिँ एकदम अहिलेको चाहिँ एकदम निडी वेबसाइट हो क्या यो भनेको हाम्रो चाहिँ एकदम। अब सपोज हजुरको कुन कस्तो टाइपको भिडियो छ, सपोज हजुरको चाहिँ अब हजुर खाना पकाउनु भएको छ, सिम्पली केही मासु पकाउनु भएको छ, भिडियो रेकर्ड गर्नु भएको छ, अब टिकटकमा हाल्न थाल्नु भएको छ भने यहाँ सिम्पली अब कस्तो खालको ह्यासट्याग चाहिन्छ सिधै भनिदिन्छ कि आई मेड द भिडियो अफ कुकिङ मीट, सो गिभ मी गुड टाइटल एन्ड ह्यासट्याग द्याट मे गो भाइरल टिकटक। अब यता नेपालीमा लेखेर हाने नि हुन्छ हजुर, इङ्ग्लिसमा हानेछु मैले चाहिँ। अब हेर्नु, यु हेभ नेभर सिन ए मिट कुक लाइक दिस, ह्यासट्याग दिइसकेको छ फुड टक मिट लभर्स कुकिङ ह्याक्स। अब टाइटल यत्रो दिएछ हजुरलाई। अब एउटा कपी गरिदिनु, पेस्ट गरेर सिधै आफ्नो डिस्क्रिप्सनमा हालिदिनु, पोस्ट गरिदिनु। अब यो गरेपछि चाहिँ हजुरको चाहिँ एकदम हाइली युज भएको ह्यासट्यागहरू यसले दिएको हो कि यो चाहिँ धेरै चान्स हुन्छ कि भाइरल हुन सक्ने। अब सिम्पली हजुरले इन्स्टाग्रामको लागि पनि यही गर्न सक्नुहुन्छ, युट्युबको लागि पनि यही गर्न सक्नुहुन्छ, सबै तरिकाले मिल्छ है त यो गर्न चाहिँ। अनि सबैभन्दा मेन कुरा भनेको चाहिँ भाइरल हुनको लागि चाहिँ कन्सिस्टेन्सी हो कि। आफूले जति कन्सिस्टेन्सी दिन सकिन्छ त्यही अनुसारको भिडियो भाइरल हुने हो। टिकटकमा पनि हजुरको त्यही हो, युट्युबमा पनि त्यही हो, इन्स्टाग्राममा जता सबै त्यही हो। सो हजुरले सकेसम्म हाई क्वालिटीको भिडियो दिन सक्नु पऱ्यो टिकटकमा, युट्युबमा अलिक चाँडो ग्रो हुनको लागि चाहिँ। अनि राम्रो कन्टेन्ट हुनु पऱ्यो, हजुरको 100% ग्रो हुन्छ। अनि फेरि एआईको युज गर्न जान्न पऱ्यो अहिलेको जमानामा भनेको। सो यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। भिडियो लाइक गरे मन पऱ्यो भने चाहिँ लाइक गर्नु होला, र केही बुझ्नु भएको छैन भने चाहिँ कमेन्ट गर्नु होला है त।